लडिराख्नु भएको रहेछ उता सार्थक ठिक छ अयो यहाँ छ के उपर उता ऊ आँखा टिली हेरिरहेछ ऊ दुईटा है एउटा अब कति ठुलो उयो हो के भन्छ यसलाई गैँडा गैँडा यो फुल चाहिँ प्रविशाको लागि स्पेसल ल कानमा लगा म त नआएको भएर कि खालि देख्छु प्रविशा नमस्ते बाबु चाहिँ पछाडि सिट नपुगेर बाबु लडिराख्नु भएको रहेछ उता सार्थक ठिक छ मजा आछ अरे हामी चाहिँ एक्सेल बोर्डमा गएको दिदीको घरमा जाँदैछौँ यता सेतुबारदेखि दिदीको घरमा जाँदैछौँ हजुर हस् हस् ओके ल ल ल ल अनि यहाँ चाहिँ पुरै ओलिभ फुलको अनि यहाँनिर हाम्रो ड्राइभर यता हाम्रो विजय दाइ लगभग कति लाग्छ भाउजू आधी घन्टा 40 मिनट नै 40-45 मिनटको बाटोको यात्रा हाम्रो 1 बजे हामी चाहिँ खतरा गाउँमा सहरमा बस्दा बस्दा वाक्तरीको लागि त्यही भएर हामी चाहिँ गाउँमा यसो हरियो अर्गानिक साग सब्जी हरियो सागपात खान जान लागेको यहाँ आएछ नि त यो केचपको फ्याक्ट्री हो कि यहाँनिर एकदम सिजनमा मात्रै चल्छ तर एकदम धेरै पैसा 1500-1600 कमाउँछ महिनाको 3 सिफ्ट चल्छ अरे केचप फ्याक्ट्री हो हामी जाने बाटोमा आएछ त अहिले त यही बाटो जाने हामी एभ्रिडे ड्युटी जाने बाटो नै यही हो अनि हाम्रो दिदीहरूको घर पनि त्यतिर पर्छ फेरि त्यही भएर दिदीको घरमा जान लागेको ल हामी चाहिँ यहाँनिर लोकेसनमा आइपुग्यौँ तर यहाँ हाम्रो गाडी उता पछि गयो अब यहाँ यस्तो ठाउँ रहेछ अल्ल मल्ल पर्यो अब हामी कहाँबाट जाने हो अब यहाँबाट थाहा छैन हामी आएको बाटो चाहिँ यताबाट हो रमाइलो लागिरहेछ गाउँमा होइन भाउजू कस्तो लागिरहेछ सार्थक कस्तो लागिरहेछ राम्रो अनि अनुहार त बिग्रियो नि त हौ घामले चस्मा लाउने माथि आकाशमा त पुरै उयो गरिरहेछ तपाईले खिचेको फोटो चाहिँ आइपुग्यो नि तपाईले खिचेको हाम्रो ग्याङहरु नम्बर भन्नु न लेखेको भन्नु न बल्ल बुझ्छ गाडी तर हामी त यहाँ छ हो हामी यी प्रविशा यी सार्थकले के भेटाइछ ल हामी चाहिँ यहाँनिर बोर्डमा चढेर आएको बोर्डले विफलता पार्दियो ठेगाना त दिएको परे भयो भनेर भन्यो ठेगाना सही भएन रहेछ लोकेसन अनि हामी चाहिँ बेपत्ता परेर बसिरहेछौँ अब हराउने बेर छैन यहाँनिर जङ्गलमा यो उ त्यहाँ बोर्डमा लेखेको छ नि यो ठेगाना हालेछ अनि यस्तो त जता हावा हुने रहेछ नि त यहाँनिर त हामीलाई के थाहा अनि यो ठेगाना लगाइदिएछ बुढी माउले बिजोक पारेर छोड्दियो भाइ फोन गरिरहेछ उठाएको छैन भनिरहेको थियो लक्ष्मी दिदीले मैले भनेर त भनेको तिनीहरू रहेछ भन्नुभयो अब भेना हरायो भने थाहा छैन भनिदिएको मैले थाहा छैन के गर्नुहुन्छ के हामी चाहिँ जताभावी हिँड्दै जाऊँ त्यता माथि त हुन्न प्रविशा त्यता माथि त फेरि उतै निस्किन्छ यता 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 गयो भने चाहिँ हुन्छ यता चाहिँ हुन्छ कि यतै भित्र चाहिँ होला कि मलाई त्यस्तै लाग्यो ल हेर्नु लोकेसन हेलो भेना दर्शन भेना जय भेना अरे सार्थक रोक्नु है आयो चाहिन्छ कि नै त्यो भन्नु ल हेर्नु त यहाँ चाहिन्छ कि नै चाहिन्छ कि नै खै खुलेको रहेछ चाहिन्न तिमीलाई जाऊ म त लाग्दैन हो र
हामी चाहिँ यहाँ बोल्ट हालेर आएको। यी 17 बिजोको यस्तो छ। त्यो बोल्टको मान्छेले सही ठेगाना लगाइदिएन कि। अनि तिमीहरूको लोकेसन चाहिँ सिद्धियो भनेर त तिनीहरू छोडिराखेर गयो। ऊ त्यो बिचमा चाहिँ यस्तो जङ्गलमा छोडेर गयो है डाम्नीले। अनि हामी यस्तो पारामा हिँडिरहेछौँ। जोस् रमाइलो लागिरहेछ। होइन यहाँ होइन, यता यता घर जानु भन के बेनालाई। घर जानु भन के लोकेसन यहाँ फेरि आउँदैछ भन न। ओ गधाहरू ए यहाँनिर त हेर्नु त ल गधाहरू रहेछ दुईटा है। एउटा अब कति ठुलो उयो हो, के भन्छ यसलाई? गैँडा। गैँडा भयो के पो भन्छ यसलाई? गैँडा पो भनिर दाजु र भाउ चाहिँ एकदम स्पिडमा दुईजना। छिटो आउनु बाबु। यता दुईजना। कसले? ड्याडले। साथोको साथी कहाँ त्यस्तो हुन्छ होइन। ए भोक पनि लागेको अवस्था। अब यहाँबाट हिँड्दै जाँदैछौँ। दिदीको घर भेटिने कि नभेटिने हो थाहा छैन। आज बोल्डमा त्यत्रो पैसा तिरेर 17 बिजोक पारेन, 40 युरो तिरेर। आयो गाह्रो छ जिन्दगी। यहाँनिर त गाउँमा त यस्तो पो हुन्छ। धनियाँ फुलेको रहेछ सेतै। अनि यसले के भन्छ? हजुर हर्सहरू रहेछ। आलु बारी नै रहेछ। यो बकुल्ला कति ठुल्ठुलो फलेको छ भाइ। आमामा चोरेर लानु नि मिल्छ होला हौ, टिपेर लानु। यहाँनिर यो लसुन पनि रहेछ। गङ्गरमा त रमाइलो हुन्छ है यस्तो। आमामा घोडाहरू नि रहेछ यहाँ। दिदी देखियो फाइनल्ली। ओ हो कि होइन के थाहा। दिदी भेट्यो। दिदी भेट्यो अरे के सार्थक आइपुग्यो नि त आन्टीको घरमा। ए यहाँ खोर्सानीहरू प्याजहरू लगाएको रहेछ, टमाटरहरू। कति मजा। भेना भन्दा हामी घरमा छिटो पुग्छौँ कि क्या हो? अहिले जाने तिमीलाई छ नि बाहिर बाहिर जाली उता उतातिर। उपारिपट्टि खम्माहरू देख्दैन? आया पक्नु न भाउजू पक्नु। ओ माई गड सुन्तला त पुरै भुइँमा लट्टिरहेको भाइ। आमामा खोर्छ। ए त्यो कागती त सबै झरेर कुहिएको रहेछ भाइ। हामीले तिर पठाइदिनु हुन्थ्यो नि होइन। आयो यहाँ माछा पालेको के हो? सानो पोखरी रहेछ नि त। ए ल पुरै गाउँमा यस्तो रमाइलो भइरहेछ आज। यो घर त चिटिक्क रहेछ ल। कति राम्रो घर हो। छोडै यहाँ हामी। आमामा फुल कस्तो दामी फुलेको। ऊ त्यो गुलाबको फुल खतरा दामी फुल्या रहेछ। यो अङ्गुरहरू आमामा दिदीले राख्नु। ओ यहाँ दिदीको घरलाई आइपुग्यो। दिदीको घर फुलहरू त खतरै रोप्नु भएको रहेछ नि त। फुल पनि अमिलो पनि रहेछ। यहाँ रहेछ नि त कागती। अनि टिप्दै ल्याउनु नि। कागती यस्तो फलेको रहेछ। हेलो हेलो गाइस एभ्रिवान। दिदी चाहिँ यहाँ। अब म बोल्नै बन्द भयो। अब सार्थकले अहिले के गर्छ है? आइडिया पनि खतरा पानी
साग नखिच फेरि अनि बल हो यो त हो रहेछ है भन्छ ल तिम्रो जुत्ता त गयो आयो गयो प्रमिसा साथै यता हेर त दिदी सिस्टर साथै तिम्रो ननिकाले यता हेर ल यहाँ आजै गरेको ल हामी चाहिँ यहाँ पुरै गाउँमा आराम साथले घुम्थ्यो हो यता बहिनी सरर यति रमाइलो छ है गाउँमा यता टिकटक स्टार भिडियो बनाउँदैछ यहाँ भाउजूहरूसँगै आएको दाजु भाउजूहरू बाबुहरू चाहिँ भेनाहरू खै कता जानुभयो थाहा छैन अनि हामी पनि यसो यहाँ बाहिर निस्केको यता न उता भयो कि घुम्न चाहिँ सँगै आएको लास्टमा आएर चाहिँ घुम्ने चाहिँ एक्लै एक्लै भयो केही छैन एकदम रमाइलो छ तर यो ठाउँ आमा म त यति रमाइलो छ है यतानिर यहाँनिर सबै अङ्गुरको बारी हो अङ्गुरको खेती छ यता यता सबै अङ्गुर अनि यता पुरै रोड अनि यहाँनिर फुल यो चाहिँ अटोमेटिक भन्छ कि के भन्छ यो फुलहरू चाहिँ आफै उम्रेर फुल्ने हो कि बारीभरि कस्तो दामी छ है यो फुल अनि यो के को दाना हो यो नेपालको हाम्रो उता इलामतिर चाहिँ लहरी दाल भन्छ त्यो जस्तै चाहिँ हेर्दाखेरि चाहिँ तर थाहा भएन कि यो खान मिल्ने हो कि नमिल्ने हो नि कस्ता दामी फुलहरू त्यस्तो फुलेको छ यस्तो फुलेको छ नि के गर्नु र आमामा पुरै बगैँचा हो फुलको यो परसम्म सबै यहाँ बहिनीहरू चाहिँ एउटा फोनमा मस्त बोल्दैछ बोयफ्रेन्डसँग अर्कोले फुल टिपिरहेको छ बोयफ्रेन्ड र भेना के फरक उस्तै त नि सादी आदि घरवाली यता बहिनीले चाहिँ जयको लागि फुल टिप्दै हुनुहुन्छ यहाँ सेतो पहेँलो यहाँ पर्पल रहेछ तर यो त टिप्न गाह्रो हुन्छ होला गाह्रो त हुन्न तर यो टिपेपछि राम्रो पुरै स्वर्ग जस्तै छ कि यहाँ हुन त हाम्रो नेपाल जस्तो त राम्रो त हुन्न अरू कुनै देश पनि अरे तर पनि एकदम रमाइलो लागिरहेछ सहरको त्यो धुलो धुवा हिलो मान्छे घर हेर्दा यहाँ टक्क गाउँमा आउन पाउँदाखेरि एकदम रमाइलो फिल भइरहेछ जोस् अनि यहाँ हाम्रो बहिनीले चाहिँ लगेर क्लासमा राख्ने अरे 15-22 दिनसम्म जिउँदै हुन्छ अरे यो चाहिँ राखेपछि अब हाम्रो त घर पुग्दा मरिसक्छ होला के गर्नु अब यसो यहाँनिर टक्क ला मेरो त छुट्टिँदैन त के भयो हामी नि यसो कानमा सिरौँ न एउटा फुल भनेर कस्तो देखिरहेछ फुलले पायो एउटा चाहिँ लगाइदिएको कानमा टक्क लगाएर अब चाहिँ घर फर्किने हो यताबाट घुम्दै अहिले यो फुल चाहिँ प्रविशाको लागि स्पेसल ला कानमा लगा चस्मा छ आयो यहाँ छ के ऊ पर ऊ आँखा टिली हेरिरहेछ ऊ अनि यहाँनिर विदेशमा नि भ्याङगुता के अरे मैले भ्याङगुता पाउँदो रहेछ भनेको भ्याङगुता होइन भ्यागुता हो भन्नुहुन्छ यता बहिनीले भ्याङगुता हो कि भ्यागुता हो हामी त भ्याङगुता भन्छ अर्को होइन ठुलो खाने खालको त्यो पाहा त खान्छ नि त होइन भ्यागुता खाँदैन भ्याङगुता किन हामीले भ्याङगुता भनेको है भ्यागुता यो सल्लाहको बोर्ड छ है यत्रो ठुल्ठुलो
अनि यो सल्लाहको बोटमा चाहिँ हावा आउँदाखेरि छुट्टै साउन्ड आउँछ के खै यो भिडियोमा सुनिन्छ कि सुनिन्न कस्तो सन्न आवाज आउँछ कि साह्रै आनन्द लाग्छ मलाई यो सल्लाहको बोटमा सल्लाहको बोट यहाँ चाहिँ यो के हो गहुँ हो काटेको जौ है जौ चाहिँ यहाँनिर घाँस काट्छ अनि पुरै जौ चाहिँ काटेर पुरै यहाँ यसरी गरेको रहेछ अनि पर घरहरू छ गाउँहरू यता हामी चाहिँ दिदीको घरमा फर्किँदैछौँ एक राउन्ड मारेर घुमेर यो प्रविशाको लुगा उडायो हावाले मुनिबाट खिच्दै कि क्या हो भिडियो गरेको पो त अनि त्यही भएर भिनाले फोन गर्नुभएको यति रमाइलो लागेको छ मलाई यति रमाइलो हे भगवान् भनेर त कुनै साध्य नै छैन यहाँ सन्ध्या भाउजूले फोन गर्दै हुनुहुन्छ अब यहाँ चाहिँ बाख्रा फार्म रहेछ यहाँ चाहिँ पहिला मृगहरू पनि थियो अरे अनि मृग हेर्न आएको खासमा हामी चाहिँ मृग चाहिँ बेचिसक्यो रहेछ बाख्राहरू मात्रै रहेछ अहिले त फेरि मृग आउनेको जमात अरे मृग हेर्न आउनेको जमात मृग त लगिसकेछ मृग नै छैन रहेछ बाख्राहरू मात्रै रहेछ कि मृग हेर्न पाएको भए राम्रो